नेपाल टिम 5 रनले म्याच जितेको छ कतार विरुद्ध र लास्ट ओभरमा 10 रन चाहिएको थियो। हाम्रो स्यान्डी नेपालको आन बान शान स्यान्डी दाइले 10 रन डिफेन्ड गरेको छ र धेरैजना सवाल गर्दै थियो स्यान्डी दाइको फर्ममा, भन्दै थियो यसको काम छैन नेपाल टिममा। भन्छ नि ठुलो खेलाडी ठुलो मञ्चमा धमाल मचाउँछ, सेम त्यस्तै भयो। नेपालको लागि धेरै नै इम्पोर्टेन्ट म्याच थियो र कुनै बलबाट विकेट आइरहेको थिएन। त्यसमा स्यान्डी दाइले आफ्नो रिस्पोन्सिबिलिटी लियो र 5 विकेट 3 ओभरमा 5 विकेट लिएको छ। जस्ट 18 रन दिएको छ। धेरै नै राम्रो बोलिङ। फर्स्टैदेखि यो म्याचको कुरा गर्नुहुन्छ भने हामी 30 ओभरसम्म 40 ओभरमा 30 ओभरसम्म यो म्याचमा नेपाल टिम छँदै थिएन, कतै थिएन। अलिकति पनि विश्वास थिएन कि यहाँबाट नेपाल टिम म्याच जित्न सक्छ र जुन हिसाबले नेपाल टिमको बोलिङ पर्फर्मेन्स छ धेरै नै राम्रो। वाट अ कमब्याक। दिपेन्द्र सिंह एउटा रनआउट, 4वटा गेममा 4वटा रनआउट। हामीले सधैँ कमब्याक गराएको छ म्याचमा र सेम यो गेममा पनि त्यही भयो। दिपेन्द्र सिंहको एउटा रनआउट हामीले म्याचमा कमब्याक गरायो र जुन हिसाबले डेथ ओभर बोलिङ नन्दन दाइ स्पेसल नन्दन धेरै नै राम्रो बोलिङ गरेको छ डेथ ओभरमा। जुन हिसाबले फर्स्ट ओभरमा 16 रन दिएको थियो, त्यसपछि लास्टको 3 ओभरमा जस्ट 10-12 रन मात्र दिएको छ। धेरै नै राम्रो बोलिङ गरेको छ। हाम्रो ब्याटिङको कुरा गर्नुहुन्छ भने धेरै नै खराब स्टार्ट थियो। हाम्रो ओपनर ब्याट्सम्यानहरू छिटो आउट भयो। त्यसपछि रोहित पौडेल र दिपेन्द्र सिंहको सानो पार्टनरसिप भयो, जसमा रोहित पौडेल धेरै नै राम्रो ब्याटिङ गरेको छ। 50 रन हानेको छ। धेरै नै राम्रो ब्याटिङ। जुन हिसाबले काम कम्पोज र जुन हिसाबले स्ट्राइक रोटेट धेरै नै राम्रो ब्याटिङ थियो। र लास्टमा सेम त्यस्तै मिडल अर्डर ब्याट्सम्यानमा समस्या छ। यो गेममा पनि मिडल अर्डर ब्याट्सम्यानमा समस्या देखियो र त्यसपछि फिनिसिङ पनि त्यति राम्रो भएन। गुलसन झाले 8 ओभरमा 16 रन हान्यो, त्यसपछि खासै त्यति राम्रो भएन। जुन हिसाबले नेपाल टिम म्याचमा कमब्याक गरेको छ धेरै नै राम्रो कमब्याक थियो। कमब्याक गरेर नेपाल टिम एउटा अझै नेयर बाइटिङ म्याच लास्ट ओभरमा गएर जितेको छ। धेरै नै राम्रो म्याच थियो र यो म्याच जितेपछि नेपाल टिम लगभग 90% वर्ल्ड कपमा क्वालिफाई गरिसकेको छ र अब आउँदो गेम ओमानसँग छ 15 तारिकको गेम। त्यो गेम पनि धेरै नै इम्पोर्टेन्ट गेम हो दुईटै टिमको लागि। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। नेपालको हरेक भिडियो यहाँ हुनेछ, नेपाल टिमको हरेक भिडियो यहाँ हुनेछ।